भर्खरै तपाईँको भिजा रिफ्युज भयो, तपाईँ पिसिएल नर्स हुनुहुन्थ्यो, ल्याब, एचए, डेन्टल कुनै पनि सिटिभिटीको ग्रेजुएसन तपाईँले गर्नुभएको थियो डिप्लोमामा भने तपाईँको रिसेन्टली अस्ट्रेलियाका भिजा रिफ्युज भयो र तपाईँ चाहिँ म्यारिड हुनुहुन्थ्यो र अब कुन कन्ट्रीमा चाहिँ डिपेन्डेन्टलाई चाहिँ लिएर जान मिल्छ भन्ने सोचमा हुनुहुन्छ भने यो भिडियो तपाईँहरूको लागि एकदम पर्फेक्ट छ। यस, यदि तपाईँ पिसिएल नर्स हुनुहुन्छ, म्यारिड छ र तपाईँ चाहिँ डिपेन्डेन्टलाई पनि पछि लिएर जान मिल्ने कन्ट्री खोज्दै हुनुहुन्छ भने न्युजिल्यान्ड इज द बेस्ट अप्सन। यस, न्युजिल्यान्ड गएर तपाईँले चाहिँ आफ्नो नर्सिङ डिप्लोमा या तपाईँको लेभल 5 लेभल 6 सकिसकेपछि तपाईँले चाहिँ ड्युरिङ तपाईँ गएको 2 to 3 मन्थ्समा तपाईँले डिपेन्डेन्टलाई पनि बोलाउन सक्नुहुन्छ र कतिपय केसेसहरूमा कतिपय कोर्सेसहरूमा तपाईँले सँगै डिपेन्डेन्ट लिएर जाने पनि प्रावधानहरू छ, तर डिपेन्डेन्टको भिजा चाहिँ एज अ भिजिटर भिजा लाग्छ। सो यस्तै तपाईँले कुनै खोजी गर्दै हुनुहुन्थ्यो यस्तै केही भिडियोको लागि भने यो भिडियो तपाईँको लागि एकदम राम्रो हो र तपाईँ अब न्युजिल्यान्डमा गएर आफ्नो न्यू जर्नी स्टार्ट गर्न सक्नुहुन्छ। न्युजिल्यान्डमा पिआरको पाथवेहरू एकदम सजिलो छ र राम्रो छ। सो ढिला नगरिकन आजै करियर विङ्स पुतली सडकमा आउनुहोस् र आफ्नो एप्लिकेसन सबमिट गरेर न्युजिल्यान्डमा आफ्नो नयाँ सुरुवात गर्नुहोस्। धन्यवाद।